प्रोग्रेसिभ लेन्स भनेको चाहिँ यस्तो किसिमको लेन्स हो जसले चाहिँ टाढाको बिच्चाको र नजिकको सबै वस्तु एउटै लेन्सबाट देख्न सकिन्छ। अब बजारमा प्रोग्रेसिभ लेन्सको नाममा एकदमै सस्ता लेन्सहरू पनि पाइन्छन् र बजारमा 20,000-30,000 हजारदेखि लाख 1.5 लाखसम्मको लेन्स पनि पाइन्छन्। तर यति धेरै डिफ्रेन्स किन त म बुझाइदिन्छु। बजारमा पाइने सामान्य खालको प्रोग्रेसिभ लेन्समा तपाईँले देखिरहनु भएको यो कालो भाग, यो धमिलो देख्ने भाग हो। यति धेरै तपाईँको धमिलो देख्ने भाग हुन्छ भनेदेखि जुन प्रोग्रेसिभ डिजिटल फ्री फर्म प्रोग्रेसिभहरूमा चाहिँ यति थोरै डिस्टोर्सन अथवा धमिलो देख्ने भाग हुन्छ, जसको कारणले गर्दाखेरि तपाईँले यो प्रोग्रेसिभ लेन्स लगाउँदाखेरि एकदमै धमिलोपन आउँछ, जसले गर्दा तपाईँको भिजुअल फिल्ड एकदम न्यारो हुन आउँछ, जसले हेर्ने भाग कम बनाउँछ। जबकि डिजिटल फ्री फर्म प्रोग्रेसिभ लेन्सेसमा एकदमै थोरै नगण्य मात्रामा तपाईँको धमिलोपन हुन्छ र हेर्न एकदमै सजिलो हुन्छ। दोस्रो नम्बरमा लेन्सको कस्टमाइजेसनको कुरा। अब कस्टमाइजेसन के हो भन्दाखेरि तपाईँ धेरै बेर घाममा काम गर्नुहुन्छ भनेदेखि तपाईँलाई ट्रान्जिसन लेन्स अथवा चेन्जेबल लेन्स जरुरी हुनसक्छ, जुन चाहिँ घाममा कालो हुन्छ भित्र आएपछि क्लियर हुन्छ। फेरि तपाईँलाई अर्को कुरा भनेको कस्टमाइजेसनमा टिन्ट पनि गर्न सकिन्छ। यदि तपाईँलाई कलरफुल लेन्सहरू मनपर्छ र कलर गरेर चस्मा बनाउँछु भनेदेखि यही प्रोग्रेसिभ लेन्समा आफूले चाहेको विभिन्न कलरहरू गरेर प्रोग्रेसिभ लेन्स तयार गर्न सकिन्छ। सँगसँगै तपाईँ यदि डिजिटल फिल्डमा काम गर्नुहुन्छ, स्क्रिनमा धेरै बेर बस्नुहुन्छ, गेमर हुनुहुन्छ, ब्याङ्कर हुनुहुन्छ भनेदेखि तपाईँलाई ब्लू लाइट प्रोटेक्सनहरू जरुरी हुनसक्छ। त्यो सँगसँगै अरू प्रोटेक्सनहरू पनि जरुरी हुनसक्छ, त्यो यो लेन्समा अभाइलेबल हुन्छ, जबकि यसमा त्यसको अप्सन पनि एकदमै थोरै हुन्छ। तेस्रो कुरा भनेको आँखाको मुभमेन्ट। हामीले जब आँखा चलाउँछौँ, तपाईँ स्पोर्ट्समा हुनुहुन्छ, ड्राइभिङ गर्दै हुनुहुन्छ, कुनै एकदम एक्टिभ काम गर्दै हुनुहुन्छ भनेदेखि, एक्टिभ लाइफस्टाइल छ भनेदेखि तपाईँले दायाँ बायाँ हेर्नुपर्ने हुन्छ। जबकि तपाईँ आफै देख्न सक्नुहुन्छ यो लेन्समा मैले दायाँ बायाँ हेर्दा धमिलो देखिन्छ र वस्तुहरू क्लियर देखिँदैन, जबकि राइट साइडको यो प्रिमियम लेन्सहरूमा चाहिँ मैले दायाँ बायाँ जता हेर्दा पनि मैले सफा देखिरहेको छु। त्यसले गर्दा आँखाको मुभमेन्ट अनुसार यसमा क्लियरिटी हुन्छ, यसमा क्लियरिटी हुँदैन। लेन्सको मटेरियल र क्वालिटीको कुरा आउँछ। प्रिमियम डिजिटल प्रोग्रेसिभ लेन्सहरूमा चाहिँ हाई इन्ड लेन्सको क्वालिटीहरू प्रयोग भएको हुन्छ, जसले गर्दा लेन्सलाई चाहिँ एकदमै आँखाको लागि, स्वास्थ्यको लागि राम्रो बनाउँछ। जबकि यो कमन खालको प्रोग्रेसिभ लेन्समा चाहिँ एकदम बेसिक खालको क्वालिटी र आँखाको लागि सधैँ स्वास्थ्यवर्धक हुन्छ भन्ने जरुरी हुँदैन। अर्को कुरा भनेको एडप्टेसनको कुरा आउँछ। अघि पनि मैले भने यो लेन्समा जब धमिलो पार्ट हुन्छ, धेरै जसो नेपालीहरूलाई प्रोग्रेसिभ लेन्स लाउनै गाह्रो भयो भनेर भन्नुहुन्छ। गाह्रो त डेफिनेटली भइहाल्छ नि, धमिलो भाग बढी छ जसले गर्दा हेर्न गाह्रो हुन्छ। जबकि डिजिटल फ्री फर्म प्रोग्रेसिभ लेन्समा हेर्ने भाग एकदमै सजिलो हुन्छ र लगाएको केही दिनमा नै